अहिले चाहिँ 10 बजिसकेको छ होइन पुरै 10 बजिसकेको छ 10 यिनीहरू रातिको जस्तो यिनीहरू दुइटा सुतिहाल्नु पुरा यिनीहरू जस्तो कि अनि भर्खर आएको थियो बाहिर आगो दाउरा साउरा सिमले अब चाहिँ सुत्ने हो आकाशमा जुन लागिरहनु हो गाउँको लाइट चाहिँ देखिने रहन्छ अरे यहाँबाट मोबाइलमा पुरै यतातिर दाउरा साउरा सब त्यही दाउरा साउरा सब सके बालेर सब दाउरा साउरा सिमल्यौँ अब चाहिँ हामी सुत्ने म एक्लै बसिरहेको थिएँ यहाँ निद नलागेर अब म पनि सुत्नु जान्छु माथि टोपीहरू छ पुरै यति मस्तको छ यता पुरै खर्च यताबाट एउटा हगुल्टा पनि यता आयो भने सानो फिलिङ्गा पनि पुरै आगो लाग्छ कि पुरै जङ्गलै आगो लाग्छ यो पुरै लेक पुरै खरभरि पुरै सुकिया छ मस्तको हामीले यत्रो वरिपरि पुरै चाक्लो काटेर बनाएको छौँ अब यहाँनिर एउटा रुख छ हेरौँ के हुन्छ अब भर्खर 10 बजे अझै छ 5-6 घन्टा यस्तै उठाउनु पर्ने छ